2082 सालको हार्दिक मङ्गलमय शुभकामना गर्दै नव वर्षले यहाँहरूको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य ल्याओस्। हजुरहरूले देखेका सपनाहरू पूरा हुन्। नयाँ वर्षले हजुरहरू सम्पूर्णको जीवनमा नयाँ जोश जागर र उमङ्ग ल्याओस् भन्दै कार्यक्रमको औपचारिकतातर्फ लाग्दछु। यस कार्यक्रमका सभाध्यक्षज्यू, कार्यक्रममा पाल्नुभएका आजका प्रमुख अतिथिज्यू, अन्य अतिथिज्यूहरू, विशेष अतिथिज्यूहरू र सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा चिको मार्गी एकीकृत महिला समाजको तर्फबाट र सुनिता कोइरालाको तर्फबाट यहाँहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आज मिति 2082 साल वैशाख 6 गते यस शुभकामना आदान प्रदान तथा चिको मार्गी एकीकृत महिला समाजद्वारा तयार गरिएको क्यालेन्डर विमोचन कार्यक्रममा यस संस्थाको सदस्यको हैसियतले यहाँ पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्न पाउँदा म निकै हर्षित भएकी छु। सर्वप्रथम त हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो कार्यव्यस्तताको बावजुद पनि हाम्रो यस कार्यक्रमलाई भव्य र शानदार सवलले सम्पन्न गर्नका निमित्त पाल्नुभएका समस्त महानुभावहरूलाई यस संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। शिवमार्गी एकीकृत महिला समाजद्वारा आयोजित नयाँ वर्ष 2082 को शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रमका प्रमुख अतिथि सधैँ नगर प्रमुख उपेन्द्र कास्तीज्यू लगायत यस कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख विशिष्ट अतिथिज्यू लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण आमा बुवा रामभाइ तथा दिदीबहिनी सम्पूर्णमा म प्रहरी प्रभाग कार्यालयको प्रमुख प्रहरी निरीक्षक रामु थापाको तर्फबाट
हार्दिक स्वागत तथा यहाँको अभिवादन। सर्वप्रथम त यस नव वर्ष 2082 सालको उपलक्ष्यमा सम्पूर्ण प्रहरी प्रभा कार्यालयको तर्फ तथा मेरो व्यक्तिगत तर्फबाट यहाँ उपस्थित लगायत सम्पूर्ण महानुभावहरूमा नव वर्ष 2082ले यहाँको परिवारमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यस नव वर्षले यहाँलाई सत्कर्म लाग्ने प्रेरणा दियोस्। अपराध रहित समाज निर्माणमा हातेमालो गर्ने र यो सम्पूर्ण मानवमा अपराध रहित समाज निर्माणमा यहाँको उल्लेखनीय सहयोग प्रहरी समक्ष हुनेछ भन्ने कामना सहित म यहाँहरूमा बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल। सर्वप्रथम त शिव मार्गी विकि महिला समाजको आयोजनामा र शिव मार्गी टोलसुधार समितिको समन्वय एवं सहकार्यमा आयोजित यस नव वर्ष 2082 सालको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा आफ्ना विचार शब्द व्यक्त गर्न पाउँदा मलाई खुसी लागेको छ। यसका लागि कार्यक्रम प्रस्तुताज्यू आदरणीय आस्था म्यामलाई हार्दिक धन्यवाद दिन चाहन्छु। नयाँ वर्ष केवल बाथरुमको पाना फेरिने समय मात्र नभई नयाँ सोच, नयाँ लक्ष्य र नयाँ उत्साहका साथ अघि बढ्ने सुनौलो अवसर पनि हो। आजको यस युगमा परिस्थितिमा सामूहिक प्रगति र सामाजिक एकताको बाटोमा हामी सबैले हातेमालो गर्दै सहकार्यका साथ अघि बढ्न प्रतिबद्ध रहनु आवश्यक देखिन्छ र छ पनि। शिव मार्गी महिला समाजको सामाजिक जागरण, सद्भाव, सहकार्य र सशक्तिकरणको मार्गचित्र प्रस्तुत गर्दै आइरहेको उदाहरणीय कार्यहरू हामी सबैका लागि प्रेरणाको स्रोत बनेका छन्। समाजभित्र एकता र भाइचाराको सम्बन्ध अझ बलियो र प्रकट बनाउन यस्ता कार्यक्रमहरूको भूमिका अतुलनीय छ। हामी सबैले सहकार्य, एकता र आपसी विश्वासका साथ हाम्रो समाजलाई, वडालाई, नगरलाई र सिङ्गो राष्ट्रलाई अझ समुन्नत, समृद्धि र सभ्य बनाउने प्रयासमा निरन्तर सक्रिय रहनुपर्ने आजको आवश्यकता हो। यति भन्दै गर्दा कुनै पनि विकास निर्माणका कार्य गर्दा भविष्यलाई आकलन र योजना तर्जुमा नगर्दा त्यसले भविष्यमा विकराल रूप लिने देखिन्छ र त्यसको उदाहरण बन्न पुगेको छ आज शिव मार्गको ढल, जुन बेलामा उम्रिने र जाम हुने गरिरहेको छ। र पनि यसको समाधान र व्यवस्थापनका लागि हामीलाई निरन्तर सहयोग एवं साथ दिनुहुने वडा र नगरपालिकालाई म विशेष धन्यवाद दिन चाहन्छु। साथै हालै देखिएको ढल विकासको चुनौतीलाई अस्थायी रूपमै भए पनि उचित व्यवस्थापन गर्न तत्काल ठोस निर्णय गरी हामी टोलवासीको स्वास्थ्यलाई ख्याल राखी काम अघि बढाइदिनु पनि म वडालाई विशेष अनुरोध गर्न चाहन्छु। साथै आजको विमोचन हुन लागेको क्यालेन्डर हाम्रो दैनिकीलाई समयअनुसार व्यवस्थित गर्न, सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन र समाजप्रतिको हाम्रो कर्तव्य सम्झाइरहन एउटा सुन्दर प्रयासको प्रतिफल हो। अन्तमा नयाँ वर्ष 2082 सालमा सम्पूर्ण टोलवासी नगरवासीहरूमा सुख शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि निरन्तर श्रम, समय र समर्पण दिनुहुने सम्पूर्ण आयोजक टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यहाँहरू सबैको सधैँ साथ, सहयोग र सद्भावले हाम्रो समाज, वडा, नगर अझ समृद्धि, सभ्य र सशक्त बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै आजको यस शुभ घडीमा यहाँहरू सबैलाई पुनः एकपटक नव वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद। जय शिव मार्गी। क्यालेन्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमका सभापति, शिव मार्गी महिला समूहकी अध्यक्ष गीता बहिनी र यस कार्यक्रमका प्रमुख अतिथि
कागेश्वरी मनारा नगरपालिकाका आदरणीय नगर प्रमुख आदरणीय उपेन्द्र कार्कीज्यू, कागेश्वरी मनारा नगरपालिकाका वडा नम्बर 7 का वडा अध्यक्ष आदरणीय भीमसेन थापाज्यू र यहाँ ड्यासमा विभिन्न विशिष्ट अतिथिज्यूहरू र यहाँ ड्यासमा उपस्थित सम्पूर्ण अग्रज व्यक्तित्वहरू, महिला दिदीबहिनीहरू, पत्रकार साथीहरू, सुरक्षाकर्मी साथीहरू सबैमा हार्दिक जय नेपालको न्यानो अभिवादन टक्राउँछु। जय नेपाल। म यहाँलाई नयाँ वर्षले जुन उद्देश्यका साथ शिवम मार्गी महिला एकीकृत महिला समूहले नयाँ वर्षको क्यालेन्डर आज विमोचन गरेको छ। क्यालेन्डर विमोचन सँगसँगै क्यालेन्डरमा रहेका ती पानाहरूमा जे छन् त्यो भन्दा पनि हामीले गर्ने कामहरू यो नयाँ वर्षले हामीमा एउटा सकारात्मक सोच र हामीले गर्ने कामहरू समाजप्रति उत्तरदायी रहेर गर्न सकियोस्। हामी सबैजनाले निस्वार्थ भावनाले समाजमा रहेका विसङ्गतिहरूलाई हटाउँदै विकास निर्माणका कामहरूमा सबै एकीकृत भएर लाग्ने एउटा प्रेरणा पनि मिलोस् भन्ने म यो नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु। शिवम मार्गी एकीकृत महिला समूहले आज जुन मलाई आफ्नो भनाइहरू राख्ने अवसर प्रदान गर्यो त्यसको लागि म महिला समिति एकीकृत महिला समितिका सभापति लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र म अन्तमा तपाईँहरूले जुन उद्देश्यका साथ एउटा निस्वार्थ भावनाले समाजका विभिन्न विसङ्गतिहरूलाई हटाउँदै विकास निर्माणमा जुन ढङ्गले लाग्नु भएको छ त्यसको लागि नगरपालिका र व्यक्तिगत तर्फबाट वडा र व्यक्तिगत तर्फबाट मेरो पनि पूर्ण सहयोग र सद्भाव रहने कुरा यहाँसँग राख्दै म आफ्नो भनाइ पुनः एकचोटि नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। नमस्कार। जय नेपाल। शुभकामना मन्तव्यको क्रममा अब कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष भीमसेन थापाज्यूलाई शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी सबैलाई एउटै एकताको सूत्रमा बाँध्दै नयाँ वर्षको अवसरमा सद्भाव र स्नेहका साथ शुभकामना आदान प्रदान जुन कार्यक्रम राख्नु भएको छ म त्यसको लागि तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु र यो कार्यक्रमको सफलताको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। सामाजिक क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू भौतिक पूर्वाधार विकास निर्माणदेखि स्वास्थ्यसँग सम्बन्धित विविध कार्यक्रमहरू होस् या सुरक्षित टोल निर्माणका लागि सडक बत्ती सिसी क्यामेरा लगायत वातावरणसँग सम्बन्धित रहेर सरसफाइ अभियान लगायत विभिन्न कार्यक्रमहरू यस एकीकृत महिला समाजले सम्पन्न गरेको छ जुन तपाईँहरू हामी समक्ष जब जागर्दैछ। तपाईँहरूको यो ऊर्जा, तपाईँहरूको यो हौसला म उच्च सम्मान व्यक्त गर्न चाहन्छु, प्रशंसा व्यक्त गर्न चाहन्छु। तपाईँका ती कदमहरू 2082 सालमा पनि यसरी नै निरन्तर रूपमा अगाडि बढोस्। तर व्यक्तिगत तर्फबाट र कागेश्वरी नगरपालिका वडा 7 को तर्फबाट यहाँहरूलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यो क्यालेन्डरमा उहाँले यो वर्षको कार्यक्रमहरू पनि तपाईँको तय गर्नुभएको छ। नयाँ वर्षको शुभकामना कार्यक्रम विश्व वातावरण दिवसको लागि अवसरमा वातावरण दिवस कार्यक्रम, बाल दिवस, ज्येष्ठ नागरिक दिवस, संस्थाको वार्षिक उत्सव, अन्तर्राष्ट्रिय नारी दिवस र विभिन्न चाडपर्व र लक्षण गरी कार्यक्रमहरूको कार्यक्रम पनि तपाईँको तालिका पनि तयार गर्नुभएको छ। तपाईँले तयार गर्नुभएको ती तालिकाहरू र कार्यक्रमहरूको पनि म सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। ती कार्यक्रमहरूमा हाम्रो तपाईँप्रति सहयोग रहनेछ भन्ने पनि म तपाईँमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र अन्तमा शिवम मार्गी
टोल सुधार समाजले र शिवमार्गी महिला समाजले समाज समृद्ध गर्नको लागि सामाजिक कार्य क्षेत्रमा तपाईँले पुर्याउनु भएको अतुल्य योगदानको उच्च सम्मान गर्दै यो टोलका कार्यक्रमहरूमा सहयोगी संस्था रहेर समन्वय नगर्दा कार्यक्रमहरू उपस्थित जनाइदिएर विशेष सदैव भूमिका निर्वाह गर्ने म सक्रिय रानी धारालाई पनि म सम्झन चाहन्छु। तपाईँको जुन सम्बन्ध छ यो एकदम प्रगाढ होस्, अझ तपाईँको सुमधुर रहोस्। एक अर्काको टोलका कार्यक्रमहरूमा तपाईँले जसरी एकै अर्कालाई सहयोग गर्दै जुन अहिलेको भएको छ त्यो तपाईँहरूको सम्बन्ध अझ मजबुत रहन सकोस् भनेर म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र तपाईँहरूले यो वडा निर्माणको लागि यो वडालाई समृद्ध बनाउनको लागि विभिन्न टोल सुधार समाज सक्रिय रानीधारा शिवमार्गी महिला एकीकृत महिला समाज सङ्गम हात्तीमालो समाज सुनौलो टोल सुधार समाज शुभकामना टोल सुधार समाज यी समाजहरूले कुनै तपाईँको विविध कार्यक्रमहरू सामाजिक क्षेत्रका कार्यक्रमहरू यो सुरक्षित टोलसँग सम्बन्धित कार्यक्रमहरू वातावरणसँग सम्बन्धित कार्यक्रमहरू तपाईँले नियमित रूपमा यसरी सञ्चालन गर्दै आउनुभयो भने यो समृद्ध टोल निर्माणको लागि केही पनि समय लाग्दैन। त्यसकारण तपाईँले गर्ने सबै कार्यहरूमा हाम्रो तपाईँलाई साथ रहनेछ, समर्थन रहनेछ भन्ने पनि म तपाईँहरूमा आज एकबद्धता जनाउन चाहन्छु। र तपाईँले गर्ने सम्पूर्ण कामहरूमा हाम्रो वडाको तर्फबाट के कस्तो किसिमको सहयोगहरू हामीले गर्नुपर्ने हुन्छ, हामीले नगरपालिकालाई कस्तो किसिमको सहयोगको लागि हामीले अपिल गर्नुपर्ने हुन्छ, ती सम्पूर्ण कामहरू तपाईँहरूलाई साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै फेरि पनि नववर्ष 2082 सालको पावन अवसरमा उपस्थित तपाईँहरू सम्पूर्णमा र तपाईँहरूको सम्पूर्ण परिवारजनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यो कार्यक्रममा उपस्थित हुने अवसर र आफ्ना शुभकामना मन्तव्य राख्ने अवसर प्रदान गर्नुभयो त्यसको लागि आयोजक परिवारप्रति हार्दिक आभार प्रकट गर्दै पुनः कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो कुरा यन्त्र गर्न चाहन्छु। हस्त नमस्कार, धन्यवाद। शुभकामना मन्तव्यको हामी अन्तिम चरणमा आइसकेका छौँ र हाम्रा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीज्यूलाई शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कार्यक्रमले शुभकामना आदान प्रदानको कार्यक्रम छ। सर्वप्रथम त म 2082 सालले तपाईँ हामी सबैको जीवनमा एउटा नयाँ साथ उमङ्ग एउटा थप र प्रगतिका मार्गहरूलाई प्रशस्त गर्न सकौँ, असल मनोभावनाहरू जो हाम्रो मनमा छन् त्यसै पुरा हुन सकौँ। यो समाजको, यो राष्ट्रको, यो नगरपालिकाको र विशेष गरी यो शिवमार्गी समाजको पनि अझ बढी समृद्धि र प्रगतिको कामना गर्दै तपाईँहरू सबैको व्यक्तिगत सामाजिक पारिवारिक सबै जीवनमा सुख शान्ति र समृद्धि छाओस् हार्दिक मङ्गल गर्न शुभकामना व्यक्त गर्न चाहन्छु। यो शिवमार्गी एकीकृत महिला समाजसँग जहिले जहिले म जोडिएको छु, जहिले पनि एउटा सकारात्मक भाइब्स एउटा ऊर्जा मलाई चाहिँ प्राप्त हुन्छ। किनभने तपाईँहरूमा एउटा जुन खालको केही नयाँ चिज गरौँ, नवीनतम काम गरौँ, केही न केही समाजको लागि योगदान गरौँ भन्ने खालको भावना म देख्छु। त्यसले मलाई पनि थप ऊर्जावान थपबाट मोटिभेट चाहिँ गरिरहेको मैले फिल गर्छु। दिदीबहिनीहरू त्यति लाग्नु भएको छ, स्वतस्फूर्त रूपमा काम गरिराख्नु भएको छ, आफ्नो टोलको लागि गर्नुभएको छ, समाजको लागि गर्नुभएको छ, आफूलाई एकताबद्ध बनाउने कुरामा गर्नुभएको छ भने म त केही जिम्मेवारीमा छु, मसँग केही अधिकारहरू पनि छन्, मसँग केही चाहिँ तपाईँले एउटा दिनुभएर पठाउनु भएको त्यो ठाउँको जिम्मेवारीलाई लिएर मैले थप गर्न सक्ने जुन कुराहरू छन् मैले चाहिँ गरिनँ भने त झन् म त मैले त गल्ती गरेको पनि ठहरिन्छ कि भन्ने कुराको मलाई त्यसले चाहिँ एउटा सबै सजग पनि गराइरहेको छ र प्रेरित केही नयाँ काम गर्नको लागि। हाम्रो नगरपालिकामा मैले यसो हेरेको छु, धेरै दिदीबहिनीहरू क्रमिक रूपमा एकताबद्ध भएर नयाँ नयाँ कामहरूमा लाग्ने खालको प्रयास सुरु भएको छ। नगरपालिकाले चाहिँ यसकै महिला समाजहरू निर्माणको लागि हामी प्रेरित गरिरहेका छौँ। हाम्रो महिला शाखा मार्फत अहिले यो प्रेरणालाई अगाडि बढाउँदै गर्दा 33वटा महिला समूहहरू चाहिँ आधिकारिक रूपमा हाम्रो नगरपालिकामा दर्ता भएको रहेछ। तर मलाई गर्व लाग्छ, मैले महिला शाखासँग लिएको जानकारी डाटा तथ्याङ्क र तपाईँहरूसँग प्रत्यक्ष नल भएको यो सबै कुराले के देखिन्छ भन्दाखेरि यी 33वटामा सर्वोत्कृष्ट को भनेर यसो छान्यो भने चाहिँ शिवमार्गी एकीकृत महिला समाजले आफ्नो कर्मका कारणले देखियो। निरन्तर क्रियाशील रहिरहने, विभिन्न क्रियाकलापमा आफ्नो संलग्न गराइराख्ने, समाजको भलो र उन्नतिको लागि केही न केही चिजहरू गरिराख्ने, यो नै तपाईँहरूको एउटा परिचय हो।
र यसले नै तपाईँलाई अरूभन्दा भिन्न विशिष्ट र एउटा पहिलो नम्बरमा उभिन चाहिँ सफल बनाएको छ भन्ने मलाई लाग्छ। म तपाईँहरूको यसको निरन्तरताको पनि कामना गर्न चाहन्छु, तपाईँलाई शुभकामना दिन चाहन्छु। त यी हाम्रो अध्यक्षले भन्नुभयो, हाम्रो आदरणीय शङ्कर थापाले भन्नुभयो आफ्नो मन्तव्य क्रममा, हामी साँच्चैकै बोलीबाट होइन कर्मबाट भोलि तपाईँहरूको हरेक पाइलाहरूमा हामी साथ गरिरहेको छौँ। तपाईँहरू अगाडि बढ्दै जानुहोस्, नयाँ योजनाहरू बनाउँदै जानुहोस्, त्यसलाई हरेक ढङ्गले साथ दिने जिम्मेवारी हामी लिन्छौँ। हामी तपाईँलाई सफलताको चाहिँ बाटोमा लिएर जान हामी मैले अघि भने हेरेको थिएँ, मैले तपाईँले चाहिँ त्यहाँ अगाडि हेर्दै थिएँ त्यो हरियो डस्टबिन हेरिरहेको थिएँ, कसले राख्यो भनेर शिव मार्गी महिला समाजले यसको इनिसिएसन लियो। यहाँ समाजमा चाहिँ CCTV क्यामेरा राख्नु पऱ्यो भनेर कसले इनिसिएसन लिन्छ? शिव मार्गीले लिन्छ। ल हाम्रो टोल चाहिँ सधैँ सरसफाइ गर्नु पऱ्यो, हामी मिलेर गर्ने कसले लिन्छ? शिव मार्गीले लिन्छ। तपाईँहरू सबैले सघाइराख्नु भएको टोल समिति छ, टोल समितिमा फेरि सशक्त रूपमा यो महिला चाहिँ शिव मार्गी एकीकृत महिला समाज आएको छ। यसको कम्बिनेसनले तपाईँहरूको काम गराएको तरिकाले नै यहाँ परिवर्तन आएको। र यहाँ अहिले बाटाघाटाका समस्याहरू क्रमिक रूपमा समाधान भएका छन्, हल्का आंशिक रूपमा समाधान भएको छ, त्यसलाई अलिक थप गर्नुपर्नेछ। सौन्दर्यकरण र सरसफाइमा तपाईँहरू आफै पनि इन्भल्भ भएर त्यसलाई एउटा नयाँ एउटा बाटोमा लिएर जानु खोज्दै हुनुहुन्छ। त्यसमा हामी पनि साथ सहयोग गरेर तयार छौँ। शहरी सुरक्षाका दृष्टिकोणले पनि यहाँ कामहरू भइरहेको छ र यसलाई व्यवस्थित एउटा बस्ती बनाउने कुरा तपाईँले जुन प्रयत्न गर्नुभएको छ, नगरपालिकाको चाहना भनेको यही हो। आज हरेक टोलहरू यसै गरी व्यवस्थित हुँदै गए, एकताबद्ध हुँदै गए, सरसफाइ राख्ने कुरामा, आपसी सद्भाव बढाउने कुरामा, आपसी समन्वय गर्ने कुरामा, एकता कायम गर्ने कुरामा, समाजमा गर्नुपर्ने केही कामहरूमा चाहिँ मर्दा पर्दा होस् अथवा अन्य यस किसिमका क्रियाकलापमा मिलेर गर्ने भावना तपाईँहरूमा जागृत भयो भने यो टोल एउटा नमुना टोल बन्छ। टोल नमुना बन्दै गर्दा आज हरेक टोलहरू यसरी नमुना बन्दै गयो भने के हुन्छ? वडा नमुना बन्छ, वडा सबै वडा नमुना बन्दाखेरि नगरपालिका नमुना बन्छ। त्यसैले हाम्रो चाहना भनेको तपाईँहरू जस्तो संस्था सबै ठाउँमा सक्रिय रहौँ, उहाँहरूको एक्टिभिटिज बढोस्, त्यसलाई हामीले पनि साथ दियो। यो त हामीले गर्नुपर्ने काम हुन्छ, नत्र तपाईँले नगरेदेखि तपाईँहरूले गरिदिएको भएर नगरपालिकालाई सहजीकरण भयो। फोहोर बेला व्यवस्थापन गर्न मात्रै यहाँ फोहोर मात्रै गरिदिने समाज पनि छ कतिपय ठाउँ। हाम्रो घरले त्यहाँ फोहोर थुप्रिया छ, नगरपालिका के हेरेर बसिया छ? आउनु पर्दैन, मेयर जिताएको, वडाध्यक्ष जिताएको, यति हो तपाईँहरूको काम, कुर्सीमा पुगे सिद्धियो, त्यत्रो ठुलो भवनमा बसिया छ भनेर फोन गर्ने साथीहरू पनि हुन्छ। तर तपाईँ उहाँहरूलाई पनि सम्मान गर्छु, किनभने उहाँहरूले हाम्रो जिम्मेवारी देखाइदिनु भएको, त्यो हाम्रो जिम्मेवारी हो भन्ने गर्नुपर्छ। तर एउटा जिम्मेवारीलाई आफूले पनि वहन गर्ने कुरा चाहिँ फरक कुरा हो। यो टोल चाहिँ के छ भने फोन गर्नेवाला पर्दैन। यो चाहिँ हामीले यसरी समाधान गऱ्यौँ, हाम्रो टोलको फोहोरलाई यसरी व्यवस्थापन गरिरहेको छौँ, हामी लागिरहेछौँ भनेर नमुना पेस गर्ने टोल पऱ्यो। त्यसैले नै तपाईँहरू एक नम्बर भएको। यसका लागि म तपाईँको प्रशंसा गर्न चाहन्छु। यसको लागि म अझ अगाडि जानुको लागि पनि मैले तपाईँलाई मैले अघि पनि भने हाम्रो सबै साथ सहयोग रहनेछ। मैले यसो हेरेँ, पिताजीलाई सोधेँ कति राम्रो क्यालेन्डर निकाल्नु भएको छ, तपाईँहरूको लागेर राम्रो मलाई छ नि पैसा त महिला समाज चाहिँ काम गरेर पूजा गाह्रो हुँदो रहेछ, पैसा उठाउन सक्दैन, त्यो सबै गाह्रो हुन्छ भनेर फेरि चाहिँ अम्बलो पो हुन्छ कि भनेर मनमा त्यो लागेर मैले सोधेँ उहाँलाई के छ मैले यो चाहिँ उसको पैसा त उठ्यो भनेर सोधेँ, उठ्यो भनेर लाग्यो के लाग्यो त पैसा लाग्यो के भन्नु सोधेँ। यति राम्रो क्यालेन्डर उहाँले 300 प्रति पहिलो लटमा निकाल्नु भएको छ, जम्मा 19,000 यो निकालेको भनेर मलाई अत्यन्त खुसी लाग्यो। कति पारदर्शी छ, कति मित्रप्रिय छ यो महिला समाज भन्ने चाहिँ मलाई चाहिँ यसबाट चाहिँ अनुभूति भयो। उहाँले चाहिँ आफ्नो चिलेको ठाउँमा भन्नुभयो अलिकति हाम्रो सामाजिक कुरा चाहिँ मिलाएर गर्थ्यो है भन्ने विज्ञापनहरू पनि उठेको रहेछ। मैले त मनमा नै सोचेको थिएँ अब यो क्यालेन्डर निकालेर रहेछ, अनि यसो शुभकामनाहरू पनि छ। यही रहेनछ भने 25,000 चाहिँ क्यालेन्डरलाई नगरपालिकाबाट सहयोग गर्नु पर्ला कि भनेको उहाँहरू सस्टेन भइसक्नु भएछ, अरू कामहरू यो एउटा राम्रो काम मैले भने नि यो अब आफैले के यो चाहिँ कसैको मुख ताकेर होइन, हामी नै गर्न सक्छौँ, हामी गर्छौँ भनेर उहाँहरूले यसरी चाहिँ गरिराख्नु भएको छ। त्यसैले मैले तपाईँलाई भने यो जागरुकता आज हाम्रो नगरको हरेक टोलमा चाहिएको छ, हरेक महिला समुदायभित्र चाहिएको छ। तपाईँहरू एउटा उदाहरण भएर बन्नुभएको छ। एउटा मलाई बुवाले, मेरो बुवाले जहिले पनि मलाई चाहिँ भन्नुहुन्थ्यो सानोमा यसो केही कुरा सिकाउँदाखेरि हामी यसो बस्थ्यौँ, केही पनि नगर्नका लागि मान्छेलाई समस्या भएर नगरिदिएपछि सकिहाल्यो। केही कुरा गर्नका लागि मेहनत गर्नुपर्छ, त्यसलाई थप प्रयासहरू गर्नुपर्ने हुन्छ। तर बाबु जीवनमा एउटा पाइनियर भन्ने शब्द छ। पाइनियर भनेको कुनै पनि कुराको नयाँ ढङ्गले नेतृत्व गर्ने, फरक ढङ्गको, फरक विधालाई, फरक विषयलाई आफैले नेतृत्व गरेर अगाडि बढाउने कुराको जिम्मेवारी लिन चाहन्छु। त्यसरी अगाडि बढ्ने हो भने चाहिँ
देयर विल बी सो मेनी हर्डल्स, देयर विल बी सो मेनी डिफिकल्टिज। त्यहाँ धेरै समस्याहरू आउँछ, धेरै चुनौतीहरू आउँछ। त्यसलाई छिरेर अगाडि जाने सामर्थ्य राख्नुपर्छ र पाइनियर बन्ने कुरा चाहिँ बनिसकेपछि त्यसको चाहिँ समाजमा परिचय पनि भिन्न हुन्छ, समाजले त्यसलाई हेर्ने दृष्टिकोण पनि एउटा उत्कृष्ट हुन्छ। तर त्यो बनुन्जेलसम्मको गर्नुपर्ने दुःख गर्न चाहिँ कष्ट गर्न चाहिँ पछि पर्नु हुँदैन, त्यसको लागि अगाडि लाग्नुपर्छ। सो अलवेज ट्राई टु बी पाइनियर एन्ड बी भेरी अवेर टु ह्यान्डल एनी काइन्ड अफ डिफिकल्टिज भनेर भन्नु। म अहिले यो महिला समूह समाजमा ओभरअल शिव मार्गी समाजमा म त्यही देखिरहेको छु। तपाईँहरू अलि हाम्रो पालिकाकै एउटा नमुना टोल समिति महिला समाज बनाउने गरी अगाडि बढिराख्नु भएको छ भने अलिअलि यहाँ आँखा लाग्नु स्वाभाविक भयो। पहिला अस्तिर पनि होइन, यो चाहिँ तपाईँहरूको पहिलाको कार्यक्रम पनि भनेर लौसी नफलेको रुखमा कसले झटाएर भन्छ? हामी त गेलालाई कसैले ताइलाई त अनुभव छ यस्तो धेरै। जहाँ लौसी बढी फल्छ अनि झटाएर ती हान्ने रहेछ, झटाएर अन्त लौसी झरेको खान पाइयो, नभए झटाएर त हान्ने प्रयास गरियो भन्ने हुन्छ। तपाईँहरूमा यस्ता झटाराहरू धेरै आउँछन्, यता कता यसो सुन्छ एउटा झटाराहरू मान्छेले हाल्नु प्रयास गरेका छन् भन्नु। मैले यो समाज र समितिले यति भन्छु, तपाईँहरू आत्तिने भयो, तपाईँहरू स्थिर भएर अगाडि बढ्यो, तपाईँको बाटो ठिक छ, तपाईँहरूको गन्तव्य ठिक छ र यो प्रयासलाई हामी सबै ढङ्गले चाहिँ एउटा व्यवस्थित गरेर अगाडि लाग्ने क्रममा हाम्रो साथ म एउटा कुरा अनुरोध गर्न चाहन्छु। नेल्सन मण्डेलाले भन्नुभएको एउटा कुरा तपाईँले सुन्नुहुन्छ, एउटा तपाईँलाई थाहा छ, विश्वकै श्वेत र काला जातिहरूको बिचको विभेदलाई अन्त्य गर्ने एउटा ठुलो सङ्घर्ष पार गरेर अफ्रिकालाई विभेदमुक्त बनाउने कुरामा सफलता हासिल गरेर लामो सङ्घर्ष गरेर नेता हुँदछ मण्डेला। उहाँको जताततै चर्चा परिचर्चा हुन्छ। उहाँले जीवनका सबै कुराहरू भोगिसकेपछि उहाँसँग अन्तर्वार्ता लिँदा र पत्रकारले उहाँले भन्नुभएको थियो, तपाईँको सफलताको कडी के हो र तपाईँ समाजलाई सही ढङ्गले नेतृत्व गर्न चाहने मान्छेहरूलाई के सुझाव दिनुहुन्छ भनेर सोद्धाखेरि उहाँले भन्नुभएको थियो, अलवेज इन्गेज विथ द एनिमिज। अलवेज इन्गेज विथ द एनिमिज भनेको आफूभन्दा फरक विचार राख्ने, आफूभन्दा फरक ढङ्गले काम गर्न चाहने, फरक मत राख्ने मानिसहरूसँग सधैँभरि तपाईँ सम्बन्धमा रहिरहनुहोस्, इन्गेजमेन्ट भइरहनुहोस्, कुराकानी कम्युनिकेसन भइरहनुहोस्। यी चाहिँ मेरो फरक मन विचार राख्ने मान्छेहरू, मेरो कुरा अलिक रुचाउँदैन, मेरो भन्दा फरक ढङ्गले काम गर्न चाहने मान्छे त्यसलाई छोडेर हिँड्ने, तिनीहरूसँग समन्वय र सम्पर्कमा रहिराख्ने, निरन्तर रहिराख्ने। यसैबाट नै सफलता हासिल हुन्छ र त्यो मान्छे सफल हुन्छ। त्यसैले यो सूत्र चाहिँ जसले पालना गर्छ त्यो सही नेतृत्व हुन्छ भने मैले यो शिव मार्गीको नेतृत्व हाम्रो चाहिँ नि गीता बहिनीको महिला समाजको नेतृत्व गराउँछ। अरू सबै तपाईँले सहयोग गरिराख्नु भएको छ। तपाईँहरूलाई मेरो यो चाहिँ सफलता मैले भनेको होइन है, मैले पनि सिकेको नेल्सन मण्डेलाको जीवनबाट सिकेको कुरा। समाजमा नि आउला नि फरक विचार राख्ने यहाँ पनि होला साथीहरू, किन हुँदैन? हुन्छ, समाज हो, सबैको एउटै विचार हुँदैन। पूर्व मेचीदेखि पश्चिम कालीका साथीहरू हामी एक ठाउँमा उभिएर हामी चाहिँ आफ्ना चाहिँ नि धारणाहरू राख्दै समाजलाई अगाडि बढाउने कुरा राख्छ। सबैको एउटै विचारले अगाडि बढाउँ भन्ने नहुन सक्छ। भएन भनेर त्यसमा फेरि हामीले चाहिँ खिन्नता महसुस गर्ने पनि होइन, भएन भनेर त्यसबाट हामी अतालिने पनि होइन, भएन भनेर आफ्नो मार्गमा हिँड्नलाई विचलित हुने पनि होइन। के हुने हो? सकेसम्म उहाँहरूलाई बुझाउने मेरो मार्ग यो कारणले ठिक छ, मैले दिएको बाटो गन्तव्य लक्ष्य यो कारणले ठिक छ, तपाईँहरू बुझ्नुहोस् भनिराखेको। आज एकजनाले बुझ्नु होला, दुईजनाले बुझ्नुहुन्छ, पछि तिनजनाले बुझ्नुहुन्छ, अन्य ग्रुपमा 2 दिन 3 दिन बुझ्नु भएर बिस्तारै बुझ्नै पर्छ। किनभने सत्यको विकल्प केही पनि छैन। सत्यको विकल्प सत्य मात्रै हो। त्यस तपाईँ सत्यको बाटोमा हिँड्नु भएको छ, असल बाटोमा हिँड्नु भएको छ भने तपाईँको विकल्प खोजेर पनि त्यो क्षणिक हुन्छ। यहाँ पनि कोही साथीहरूले क्षणिक त्यस्ता विकल्पहरूमा कसैले काम गरिराख्नु भएको छ भने मेरो यो खुला आग्रह छ, यो नाम जस्तै एकीकृत बनाउनुहोस्, एकीकृत भएर काम गर्नुहोस्। तपाईँहरू सबैका चाहनाहरू यस्तै एकताको भावले मात्रै सम्भव हुन्छ, पुरा हुन्छ। छुटिएर टुटेर फुटेर एकछिन रमाइलो हुनुहुन्छ। क्षणिक आनन्दको पछाडि कोही पनि नलाग्दैन होला। कोही यदि लाग्नु भएको छ भने यसको एकतालाई बचाइराख्नुहोस्। लौसी फलास त के भयो त, मिलेर गर्नुहोस् न। त्यसको बोक्राको माडा बनाउनुहोस्, बाँडेर खानुहोस्। त्यो गेडाको अचार बनाउनुहोस्, बाँडेर खानुहोस्। तपाईँलाई मुलाको अचार मिसाएर खानु मन लाग्छ, मुलाको अचार मात्रै, कसैलाई लौसीको मात्रै अचार बनाएर खानु मन लाग्छ, बनाउनुहोस्। त्यहाँ धेरै फल्यो भने सबैलाई बाँड्नलाई अलिअलि पुग्ने त। त्यहाँ फलेन भने के गर्छ? यो शिव मार्गीमा आज मैले जसरी इज्जतका साथ हेर्ने अवसर पाएको छु, समाजले हेर्ने अवसर पाएको छ, त्यो तपाईँले त्यो कुरालाई कायम नगरेर दिन त ए शिव मार्गी त्यस्तै हो, त्यहाँ बस्ने साथीहरू अलिकति
मेलमिलाप पनि हुँदैन त्यहाँ छैन। उहाँहरू अलिकति स्वार्थको पछाडि अलिअलि आफ्नो मुकुटमा लाग्ने खालको मान्छेहरू चाहिँ कसरी काम गर्ने त्यहाँ त भयो, त्यहाँ अलिक फरक खालको छ भन्ने कुराले तपाईँहरूको परिचयलाई कहाँ पुऱ्याउँछ। यहाँका साथीहरू कति जेन्युन हुनुहुन्छ, कति एकताबद्ध हुनुहुन्छ, आफ्नो टोलको लागि समाजको लागि मिलेर काम गर्ने धारणा छ, सानातिना कुराहरूमा एकअर्काप्रति सहिष्णु छन्, नयाँ नयाँ नवीनतम कामहरू गर्न जहिले पनि प्रेरित छन्, अगाडि अगुवाई गरिरहेछ। त्यहाँ त अत्यन्त राम्रो छ भनिहाल्दैन। तपाईँहरू त्यो इज्जत, त्यो टोलमा बस्ने मान्छेहरूको इज्जत के हो, त्यो एबिसिडीको इज्जत होइन सबैको। अब तपाईँ कुन क्याटेगोरीमा बसेर आफ्नो समाजलाई अगाडि बढाउने, आफू कुन क्याटेगोरीमा बसेर आफ्नो इज्जतलाई कायम गर्ने, त्यो त हजुरहरू सबैले सोच्नुपर्छ। त्यसैले आफ्नो इज्जतलाई स्खलित हुने गरी, आफ्नो अहिलेसम्मको त्यो प्रोफाइल जुन छ त्यसलाई स्खलित हुने गरी कुनै पनि काम नगर्नु। यसबाट के उपलब्धि पनि हाल्छ। म यति चाहिँ अन्तिममा भन्न चाहन्छु, सबैलाई समेट्ने कुरामा मेरो शुभकामना, साथ सहयोग सबै रहन्छ। समेटिनेका लागि मेरो आग्रह पनि छ, तर कसैले मूल धारलाई छोडेर जान्छन्। मेरो बाले, हजुरबाले सिकाउनुहुन्थ्यो, बाबु हेर्दाखेरि मूल बाटै हिँड्दैन, मूल बाटो यही शिवम मार्गी एकता हाम्रो चाहिँ तपाईँहरूको समाज हो। मूल बाटो भनेको यही नै अहिलेको महिला समाज या दिदीबहिनीहरू जो मिलेर चाहिँ शिवम मार्गी महिला समाज यही हो। यही बाटोबाट हिँडेर नै यो समाजको टोलको प्रगति हुन्छ। कृपया सबै यही बाटो हिँड्नु होला। नयाँ वर्षले हामी सबैलाई यसै गरी हिँड्नका लागि त्यो सद्बुद्धि प्रदान गर्नु। सडक कुरा कसै कतै हाम्रा मनमा आएका छन् भने त्यसलाई बुझेर सम्हालिन पाइन्छ नि, रिभ्यू गर्न पाइन्छ। रिभ्यू भनेको के हो? रिभ्यू भने कहिलेकाहीँ हामी शिवावलोकन भन्छ नि, 2 कदम सिम्मले अगाडि बढेपछि 1 कदम पछाडि फर्केर हेरेर आफ्नो गल्ती पाइलाहरू ठिक छ छैन भनेर सबैले गर्नुपर्छ जीवनमा। रिभ्यू एकचोटि गरियो हुँदैन, जीवनमा रिभ्यू गर्ने अवसरहरू छन्। यदि कोही कतै व्यक्ति, समुदाय, समूह फरक ढङ्गले हिँड्ने प्रयास चेष्टा गर्नुभएको छ एकचोटि रिभ्यू गर्नु। म ठिक हिँडिरहेको छु कि बेठिक हिँडिरहेको छु, यसमा चाहिँ म तपाईँहरूलाई आग्रह पनि गर्न चाहन्छु। र अन्तमा यहाँ केही विकास गर्ने कुराहरू हामी जुन प्रयास गरिरहेका छौँ, मैले पटक भनेको छ, अलिअलि यी भर्खर पनि कुरा भयो, ढल लगायतका केही कुराहरूमा अहिले सबैको समस्या छ, यहाँ पनि अलिकति समस्या छ। यी कुराहरूलाई हाम्रो वडाजीले उल्लेख गरिराख्नु भएको छ, त्यसरी अझ समाधान गर्ने भनेर। यो खोलाको कोरिडोर नबनेको हेर्नुहोस्, हाम्रो यहाँको ढलको व्यवस्थापनलाई गर्न सकिँदैन। कोरिडोर सँगसँगै एकीकृत ढल व्यवस्थापन प्रणाली लान सकिनु हुँदा यो ढलसँग जोडिएको कुराहरू भनिरहेको चाहिँ यसले यहाँको यातायातको सहजीकरण गर्छ, भोलिको दिनमा ग्रिनरी मेन्टेन गर्न पनि गर्छ, खोलाको स्वच्छता कायम गर्न पनि मद्दत गर्छ। त्यही यो वर्ष हाम्रो जोडै के छ, यो कोरिडोरलाई जसरी हुन्छ व्यवस्थित ढङ्गले फास्ट ट्र्याकमा काम गर्ने गरी हाम्रो एकदम प्रयास गरिरहेको छ। अरू सानातिना कामहरू हामी गरिरहेका छौँ। तपाईँहरूको टोलको खानेपानीको समस्या अब चाँडै समाधान हुँदैछ। मैले भने ठेक्का नै लागिसक्यो। अस्ति भर्खरै 35 करोडको जुन सेकेन्ड प्याकेज ठेक्का लागेको छ, त्यसले चाहिँ यहाँको खानेपानीको सम्पूर्ण समस्या समाधान गर्छ। हामी त्यसलाई चाहिँ यो कामहरूलाई सबै पुरा गरी हामी प्रयास केन्द्रित गरिरहेका छौँ र भोलिका दिनमा पनि तपाईँहरूसँग मिलेर सहकारी गर्ने कुरामा हामी सबैले तत्परता देखाउनेछौँ। यो महिला समाजले यसरी नमुना ढङ्गले आफ्नो कामहरू अगाडि बढाइरहेको छ। अब तपाईँहरूलाई धेरै चुनौती छ। चुनौती के छ भने तपाईँलाई यहाँबाट तल झर्ने छुट्टै छैन। अहिले जति एक्टिभिटिज गर्नुभयो, जति सक्रियता देखाउनुभयो, त्योभन्दा तल झरेर अब आज चाहिँ अल्छी लाग्यो होस् नगरौँ भने तपाईँलाई छुट छैन। किनभने तपाईँले एकचोटि आफ्नो हाइट मेन्टेन गरे त्यसलाई शिखरमा पुगेपछि त्यसलाई मेन्टेन गर्नु चुनौतीपूर्ण हुन्छ। सबैले उहाँ शिवम मार्गी महिला एकता समाज कति राम्रो गर्नु भनिसक्यो हेर्नुहोस् कागेश्वरीभरि। अब त्यो भनेको कुराबाट पछाडि हट्यो भने त फेरि त्यसले अलिक समस्या ल्याउँछ। त्यो छुट छैन र तपाईँहरूले अरूका लागि अब नमुना बनेर निरन्तर काम गर्नुपर्नेछ। तर त्यो कुरामा तपाईँहरू एक्लै हुनु हामी सबै साथमा छौँ। यही कुराहरूको अनुरोध गर्दै क्यालेन्डर विमोचन यो कार्यक्रम राख्ने भएको शुभकामना। हाम्रो पूर्व हाम्रो जनप्रतिनिधि लक्ष्मण नायकलाई पनि एकदम बधाई धन्यवाद भन्न चाहन्छु। उहाँको आज यही बनिरहेको सभाहरूमा यो सर्भिस सभाहरूमा त्यो भव्य कार्यक्रम गर्न पाइयो। टोलमा यस्ता खालका संरचना भन्दा कति फाइदा हुँदो रहेछ हेर्नुहोस्। उहाँले यहाँ नबनाइदिए पानीमा कहाँ गएर कार्यक्रम गर्ने हामीलाई चुनौती थियो। उहाँले बनाइदिनु भयो, करोडौँ रुपियाँको लगानी लाउनु भएको छ, आफ्नो जमिन सबै कुरा खर्च गर्नुभएको छ। हामीले खेलकुद नगरी पनि बनाउने भनेर सपना बोकेर हिँडेको एउटा जनप्रतिनिधि भएको नाताले उहाँले यो गरेको कदमले हाम्रो त्यो सपनालाई थप एक कदम एक पाइला चाहिँ साथ मिलेको मैले महसुस गरेको छु। तपाईँलाई बधाई, शुभकामना पनि गर्न चाहन्छु। सफलता पनि सम्पन्न हुन सकोस्। 2083 जुन एकपटक सबैको जीवनमा सुख शान्ति र समृद्धि ल्याउन सकोस्। हामीलाई सधैँ सकारात्मक सोच चिन्तन गर्ने बानी बसोस्। नकारात्मकता के आयो भने त्यसलाई छोडेर अगाडि जान सक्ने सामर्थ्य मिलोस्। सबैप्रति सहिष्णु र प्रेमिल भएर अगाडि जीवनलाई बढाउन सकियोस्।
शिवमार्गी सबैका लागि सधैँका लागि नमुना बन्न सकोस्, यही शुभकामना भन्दै आफ्नो भनाइको यति नै हुन्छ। हस्, धन्यवाद, नमस्कार, जय नेपाल, हार्दिक शुभकामना। यसै शिवमार्गी एकीकृत महिला समाजको महासचिव आचार्य सम्पूर्णमा नमस्कार। हाम्रो निमन्त्रणलाई सहर्ष स्वीकार गर्नुभएको गण्यमान्य उपस्थितिप्रति म लगायत शिवमार्गी एकीकृत महिला समाज आभारी छौँ, कृतज्ञ छौँ। नयाँ वर्ष 2082 सालको पावन अवसरमा हजुर र हजुरहरूको घर परिवारमा हर्ष, उत्साह, उमङ्ग साथै सुख शान्ति समृद्धि एवं दीर्घायुको कामना गर्दै सफलताले शिखर पुगोस्। शिवमार्गी एकीकृत महिला समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। आजभन्दा 1 वर्ष 3 महिना अगाडि शिवमार्गी एकीकृत महिला नामक संस्था स्थापना भई सबैको घर घरको भित्तामा सदस्यता प्रमाणपत्र झुन्डाएका थियौँ। हाम्रा दिदीबहिनीहरूलाई म बधाई दिन्छु। हजुरहरूको संस्थाप्रतिको विश्वास, इमान्दारिता, धैर्यता, लगनशीलता, अनुशासनले गर्दा संस्थाले अगाडि गरेका क्रियाकलापहरू र साथै भविष्यमा गर्ने कार्यक्रमको योजना तालिकासहित यो क्यालेन्डर प्रकाशन गरी घर घरमा झुन्ड्याउँदैछौँ। यतिले मात्र पुग्दैन, हाम्रो नगर प्रमुखज्यूले नगरवासीहरूको आर्थिक विकास र नगरवासीलाई आफ्नो मालिक आफै बनाउनका लागि प्राथमिकतामा राख्नुभएको उत्तमशीलता सम्बन्धी कार्यक्रममा सहभागी भई उत्तमी बनेका प्रमाणपत्र घर घरमा झुन्ड्याउनु पर्नेछ। यसले हाम्रो शीर्ष क्षमता वृद्धिको साथै आर्थिक समृद्धि बनाउन सहयोग पुग्नेछ। यस संस्थाले 18 जना दिदीबहिनीहरूको नेम लिस्ट नगरपालिकामा पठाएका छौँ। मलाई आशा छ दिदीबहिनीहरू उद्यमी बन्नुहुनेछ। यसको लागि हार्दिक शुभकामना पनि दिन चाहन्छु। हामीहरूलाई सधैँ प्रेरणा हौसला प्रदान गर्ने नगर प्रमुखज्यू, वडा अध्यक्षज्यू, सम्पूर्ण शुभचिन्तकज्यूहरूप्रति हामीहरू आभारी छौँ, कृतज्ञ छौँ। फेरि पनि कार्यक्रम भव्य र सभ्य बनाउन हाम्रो निमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण युवाआमा दाजुभाइ दिदीबहिनीहरू, हाम्रो कार्यक्रमलाई व्यवस्थापन गर्नको लागि ठाउँ उपलब्ध गराउनु भएको छ हाम्रो लक्ष्मण दाजु तथा सम्पूर्ण एसिया आज व्यवस्थापन गर्नुभएको छ सम्पूर्ण दाजु दिदीबहिनीहरू, सबैलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालन गर्ने क्रममा केही त्रुटि भएकोमा क्षमा माग्दै फेरि पनि नयाँ वर्षको शुभकामना सहित यो कार्यक्रम समापन भएको जानकारी गराउँछु। धन्यवाद, नमस्कार। Thank you.